युरोपको बिमारी टर्कीलाई भनिन्छ भने एसियाको बिमारी कुन देशलाई भनिन्छ? तपाईको अप्सन रहेको छ ए भारत, बी फिलिपिन्स, सी चीन, डी भुटान। साथीहरू यसको सही आन्सर रहेको छ बी फिलिपिन्स। सार्क ऊर्जा केन्द्र कुन देशमा रहेको छ? तपाईको अप्सन रहेको छ ए भारत, बी नेपाल, सी पाकिस्तान, डी बङ्गलादेश। तपाईको सही आन्सर रहेको छ सी पाकिस्तान। सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला कुन हो? तपाईको अप्सन रहेको छ ए काठमाडौँ, बी भक्तपुर, सी धादिङ, डी रौतहट। साथीहरू यसको सही आन्सर रहेको छ सी धादिङ। नेपालमा गाउँपालिका कतिवटा रहेका छन्? तपाईको अप्सन रहेको छ ए 260 वटा, बी 370 वटा, सी 460 वटा, डी 530 वटा। यसको सही आन्सर रहेको छ सी 460 वटा। युएनओमा सर्वप्रथम भिटो प्रयोग गर्ने देश कुन हो? तपाईको अप्सन रहेको छ ए अमेरिका, बी रुस, सी श्रीलङ्का, डी चीन। साथीहरू यसको सही आन्सर रहेको छ बी रुस। भगवान गौतम बुद्धको पूर्व जन्ममा आधारित कथालाई के भनिन्छ? तपाईको अप्सन रहेको छ ए समय कथा, बी ग्रन्थ कथा, सी सम्य कथा, डी जातक कथा। साथीहरू यसको सही आन्सर रहेको छ डी जातक कथा। फुटबल खेल्ने ठाउँलाई ग्राउन्ड भनिन्छ भने क्रिकेट खेल्ने ठाउँलाई के भनिन्छ? तपाईको अप्सन रहेको छ ए कोर्स, बी रिङ, सी पिच, डी कोर्स। साथीहरू यसको सही आन्सर रहेको छ सी पिच। कर्णाली नदीलाई भारतमा पुगेपछि के नामले चिनिन्छ? तपाईको अप्सन रहेको छ ए घाग्रा, बी दामोदर, सी गण्डक, डी शारदा। साथीहरू यसको सही आन्सर रहेको छ ए घाग्रा। लदी पूजा कुन जातिसँग सम्बन्धित पर्व हो? तपाईको अप्सन रहेको छ ए चेपाङ, बी राउटे, सी मेचे, डी माझी। साथीहरू यसको सही आन्सर रहेको छ डी माझी। पोथी बाघलाई बघिनी भनिन्छ भने पोथी हात्तीलाई के भनिन्छ? तपाईको अप्सन रहेको छ ए छावा, बी ढोई, सी हात्तीनी, डी टमी। तपाईको सही आन्सर रहेको छ बी ढोई। दर्शकबिन आजको यो जानकारीमूलक जीके भिडियो तपाईलाई कस्तो लाग्यो? कृपया मन पर्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। तपाईको दिन शुभ रहोस्। धन्यवाद।